हर हर महादेव तथा नमस्कार सबैजनालाई। हिजो मैले एउटा भिडियो हालेको थिएँ कि नेपाल पनि अब आत्मनिर्भर बन्नुपर्छ, आत्मनिर्भरताको बाटोतिर लाग्नुपर्छ भनेर। के यो साँच्चीकै सम्भव छ भन्ने कुरा हो र कुनै पनि कुरा असम्भव भन्ने कुरा हुँदैन। आजको दिनमा हामी एउटा लुगा सिउने सियोदेखि लिएर पिसाब राख्ने युरिन ब्याग, इभन खानेकुरा, इच एन्ड एभ्री कुराको लागि अरू देशमा डिपेन्डेन्ट छौँ क्या। वेन आई वाज इन स्कुल, के अरे सबैजना स्कुलमा हुँदाखेरि के पढाएको थियो कि नेपाल इज एन एग्रिकल्चरल कन्ट्री, मोर देन 80-85% अफ द पिपुल डु फार्मिङ ओभर एयर होइन। जिडिपी देशको कृषिले नै चल्छ क्या त्यतिखेर। र आजको दिनमा के छ, रेमिटेन्स। कसरी यो 10-15 वर्षमा किन यो उल्टो पाल्टो भयो र 22 वर्ष भयो? मेन समस्या हाम्रो खानामा कहिले पनि थिएन। अझै पनि नेपालमा 80%, 70% भन्दा बढी मान्छेहरू कृषिमै इन्भल्भ हुनुहुन्छ। यदि 80% मान्छे कृषिमा इन्भल्भ हुने हो भने खानको लागि कति पर्सेन्ट रह्यो? 20% न रह्यो। मतलब हामी 20% को लागि वी आर बिन एक्सपोर्टिङ क्या। अब 80% यदि राम्ररी किसानहरूले कृषि गर्न थाल्ने हो भने त्यो 20% को लागि जुन डिमान्ड हुन्छ मार्केटमा त्यो ठुलो कुरा होइन क्या, म्यानेज हुन्छ। तर आजको दिनमा के भइरहेछ, सबैजनालाई कृषि गर्न, किसानी गर्न गाह्रो भइरहेको छ। मान्छेहरू जग्गा बढाउने लोभमा प्लटिङ गर्दै त्यो जग्गाहरू छोड्ने काम, खाली राख्ने काम, त्यस पछाडि झन् पहाडतिर जानु, खेतमा काम गर्ने मान्छे पाइरहेको छैन भन्ने समस्या छ। त्यस पछाडि ज्याला महँगो, मल नपाउने, बिउ नपाउने, धेरै समस्याहरू छ। धेरै किसानहरू के अरे ब्याज जुन सहुलियतको नाममा यो किसानहरूलाई कर्जाहरू जुन निकालेको छ, त्यो कर्जा खाली नामको मात्र किसानको छ। यहाँ अरू नै मान्छेले त्यो कृषि कर्जा चलाइरहेको छ, सस्तो अनुदानवाला कर्जा। अनि देशको किसानले कसरी तरक्की गर्छ त? कुरा यहाँ हो नि त। यदि हामीले हाम्रो किसानलाई माया गर्ने हो, हाम्रो जमिनको माया गर्ने हो र जो 70-80% जुन कृषिमा इन्भल्भ हुनुहुन्छ मान्छेहरू, उहाँलाई राम्ररी राख्ने हो भन्दाखेरि 20% को लागि खाना ल्याउन ऊ गर्न त्यो इस्यु होइन क्या। सो हामी अब के गरौँ भन्दाखेरि हामी सुरुमा आफ्नो जुन बेस छ कृषि, यसलाई सुधार्न अघि लागौँ सबैजना।